घरबाट 3 वर्ष बाहिर बसेर के कमाइस् भन्छ है। मेरो कमाइ 3 वर्षको कमाइ, मेरो 3 वर्षको कमाइ हो। अझै कति छ 3 वर्षको त्यो न्युरोलोजिस्टहरूको अझै फर्स्ट सुरु भएको त मेरो छैन। 3 वर्षको कमाइ आदि चाहिँ हराएँ मैले कतातिर हो। यो डिपोजिट चाहिँ 5-6 महिनाको मात्र है। रेफर टु न्युरोलोजिस्ट भन्छ। 28 वर्ष पुगिसके है, एउटा सेभिङ छैन, जिरो। अझै ऋण लागेको छ पुरा। के बिमार हो? थाइरोइड छ एउटा त। यस्तो टाइप भएपछि सबै सुन्न हुन्छ। गट इस्यु त्यस्तै डरलाग्दो। पाइल्स, न्युरोलोजिस्टको त कति खाए 1.5 वर्ष जस्तो कोर्स गरेँ। थेरापी गरेँ एन्जाइटीको 2 महिना, त्यो पनि भएन। के चाहिँ गर्नु हो एक्लैले अब। अन्त अहिले चाहिँ अब 28 वर्षको उमेर, पिक जवानीको टाइम, करियर बनाउने टाइममा चाहिँ अब यसरी थन्किरहेको छु है। सबै साथीहरूले गरिसकेको छ। अब मेरो अब मैले गर्नुपर्ने हातमा सिप पनि फेरि एकदमै राम्रो छ। फेरि सिप पनि हो, सेलेरी पनि राम्रो पाउने, आफ्नै बिजनेस खोल्नु सक्ने सिप छ। तर पनि अब गरी खान सकेको छैन। ऋणमा दबिरहेको छु। ऋण माग्नु चाहिँ छोड्दिनँ। घरतिरबाट फोन गर्छ है, हातमा फोन लिन्छु। अब कसरी फोन उठाएर के भन्नु नर्भस हुन्छु क्या। फोन पनि त्यतिकै काटिदिन्छु, फोन पनि उठाउँदिनँ क्या म। घरको मान्छेहरूले, साथीभाइहरूले सोध्छ होला, यिनीहरू त बोयफ्रेन्ड गर्लफ्रेन्ड सानैदेखिको मेहनत गरेर करियर बनाउनुमा फोकस गरिरहेको छ, ब्राइट फ्युचर छ। गर्लफ्रेन्ड पनि अब आफ्नो काममा प्रोफेसनल, डल्लै अलराउन्डर गर्छ। नेल आर्ट, ब्युटी, हेयर दुवै जस्तो जग्गामा हायर गरेर गएको छ, दुवै जस्तो जग्गामा गर्दैछ। दिवसले नै अब गान्तोक सिक्किम जस्तो जग्गामा आफ्नै सलुन खोलेर बसेको छ भनेर सोच्छ होला। छैन त्यस्तो केही। मैले बिजनेस, मेरो मान्छे राम्रो नभएको कारणले छोड्नु पऱ्यो मैले है। र अस्तिको सालसम्म त म जसो तसो लतर्को गर्दै थिएँ। तर यो साल चाहिँ एकदमै लाचार छु म। ट्रिटमेन्ट गर्नुमा एकदमै उत्रे, जसो तसो। बिमासँग त भाग्यले जसो तसो, तर यो साल चाहिँ एकदमै लाचार नै भयो क्या म। गर्लफ्रेन्डको कमाइ, गर्लफ्रेन्ड त्यहाँ, अब उसलाई के भन्नु। अब उसको खुसी, उसको फ्युचरको लागि है, 13 वर्षको रिलेसन। अब उसलाई ब्रेकअप दिएर उसको खुसीको लागि म नै अब साइड लागेर कुन चाहिँ कुनामा गएर बस्नुपर्ने अब दिनहरू देख्दैछु म। भविष्य त्यस्तो हुँदैछ। बाउसँग बोल्नु पनि आँट आउँदैन। आमा छैन। आमा भएको भए चाहिँ सायद म यतिखेर यसरी बिमारले तडपि पनि राखेको हुन्थिनँ, जाति भइसकेको हुन्थेँ। आमा नभएपछि है, एक्लो जिन्दगी। अब आफूले सकेको त मैले बहुत प्रयास गरेँ क्या, बहुत कोसिस गरेँ 3 वर्षमा। के कहाँ गएन। आमामा डल्लै पैसा जति त कमाएको जति डल्लै सकेँ। तर जति आफूबाट सक्ने गरेँ, तर सकिनँ, मेरोबाट भएन यहाँ। अन्त अब उता उपरवालाकै हातमा छ। अब आमा नभएपछिको जिन्दगी यस्तै हो। आफ्नो जिन्दगी आफै सम्हाल्नुपर्छ। र मेरो चाहिँ यस्तो चाहिँ साथीभाइहरू, ऋण लागिरहेको छ पुरा। नमरुन् जसम्म अब ऋण त अझै खोल्छु नै बाँकीहरू। साथीभाइहरूलाई माग्दै खाँदै बस्छु। यदि बाँचेछु, जाति भएछु भने अब सबको तिरौँला है। अन्त कति कमाउँछु, सके बिहा गरौँला, नसके बुढोकन्नै बसौँला। जति सक्दो त बुढोकन्नै बसौँला। तर जाति भएन रहेछु भने पनि अब बाँचुन् जसम्म त खानु त पऱ्यो है। साथीभाइहरू जिन्दाबाद छ, ऋण खोल्दै गर्छु है। एज अ प्रोफेसनल हार्डरेसरमा मैले आफ्नो जग्गा बनाएँ। तर लास्टमा के भयो, गरी खानै सकेको छैन। गर्लफ्रेन्डको उसको त अब एकदमै पर्फेक्ट छ, तर मेरो कारणले उसलाई पनि टेन्सन नै छ। अब सोच्दैछु अब सबै कन्ट्याक्टहरू सब छ्यापछिप पारेर चाहिँ एक्लै कुन चाहिँ कुनामा क्या। अब कसैको खुसी त अब आफ्नो यस्तो जिन्दगीले गर्दा किन बर्बाद गर्नु उसको पनि है। उसको त ब्राइट फ्युचर छ है। अब मेरो यस्तो सिचुएसनमा उसलाई फसाएर राख्नु पनि भएन। उसको त एकदमै जिन्दगी तबाह हुन्छ है। र अब त्यस कारणले गर्दाखेरि जबरजस्ती आफूले नै अब ताङतुङ पारेर चाहिँ क्या साइड लाग्नुपर्ने अब भविष्यमा नै देख्दैछु। यस्तै छ। म यति भए पनि उमेर राखि नै रहेको छु मैले। अन्त मेन्टली ब्रेक हुनु
मेन्टली ब्रेक त कति भइसक्यो, कति ट्रिटमेन्ट गर्नु मेन्टलको पनि, तर एकदमै डेस्ट्रोय चाहिँ हुनु दिएको छुइनँ मैले। नेभर गिभ अप। त्यसरी तडपाउनै थियो भने त सिधै नरकमा हालिदिएको भए हुन्थ्यो त हौ। किन मलाई धरतीमा पठायो, के पुगेन मबाट, इन्डाइरेक्टली किन मलाई रिभेन्ज हान्दैछौ? डाइरेक्ट मुखमा भन न के पुगेन, त्यो गरिदिउँला।